आज म बनाउन जाँदैछु परौठा। यसको लागि चाहिँ मैले पहिल्यै धनिया चप गरिसकेँ अनि प्याज अनि थोरै खुर्सानी स्वादअनुसार, त्यसपछि आलु, प्याज, धनिया राखेर यसलाई मजाले मिक्स गर्ने। अनि मैले परौठाको लागि मैदा मुस्दैछु। यसलाई मजाले मुसेर यतिको डो बनाए हुन्छ। अनि यत्रो यत्रो साइजमा बेल्ने। अब यसमा अघि मुछेको मसला एड गर्ने अनि यसलाई आफूले जस्तो जानेछ त्यस्तै गरेर पोको पार्ने। मलाई चाहिँ मोमोको जस्तै पोको पार्न मन लागेर मैले पोको पारेको छु। अनि यसलाई हल्का पिठो लगाएर यसलाई मजाले हल्का, धेरै नगाडिकन हल्का बेल्ने। धेरै गाडेर बेल्यो भने चाहिँ फेरि भित्रको मसला बाहिर निस्किन्छ। हल्का प्रेस गर्ने, धेरै नगर्ने। अनि यसमा हामीले पेनमा चाहिँ तेल पनि हाल्न सकिन्छ, घिउ पनि हाल्न सकिन्छ। मैले चाहिँ तेल हालेको छु। अब यो यसरी नै हाल्दै पकाउँदै गर्ने। अब यो रेडी भइसक्यो, यसलाई निकाल्ने। अब हामी यसलाई चटनीमा डोबेर खान सक्छौँ। हजुरलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ।